हामी पुष्टि गर्न सक्छौँ। दोस्रो कारण पटक पटक शासन सरकार फेरिरहनु। पटक पटक सरकार फेरेपछि उक्त सरकारले आफ्नो कार्यहरूलाई निरन्तरतापूर्वक आफ्नो निश्चित अवधिसम्म गर्न नपाएको, एउटा स्थिर रूपले आफ्नो कार्य गर्न नसकेको अवस्था जनाउँछ, जसले गर्दा राजनीतिक अस्थिरता थियो भनेर हामी थाहा पाउन सक्छौँ। त्यसपछि अर्को कुरा के रहेको छ भन्दाखेरि जनताहरू उक्त शासनसँग सन्तुष्ट नहुन्। किनभने शासन व्यवस्था भनेकै जनताहरूको लागि उत्तरदायी हुनुपर्दछ। यदि शासन व्यवस्था जनताको लागि उत्तरदायी छैन र जनआन्दोलन गृहयुद्धहरू भइरहेका छन् भने यसले राजनीतिक अस्थिरता भएको एउटा कारण देखाउँछ। अर्को कारण के हुनसक्छ भन्दाखेरि पटक पटक आन्दोलन भइरहनु, गृहयुद्ध भइरहनु, जसले गर्दाखेरि चाहिँ राजनीतिक रूपमा अस्थिरता रहेको भइरहनु। अनि त्यसपछि राजनीतिक दलहरूबीच विभेद भइरहनु र गुटबन्दी हुनु, साथै राजनीतिक दलहरू टुक्रिरहनु। यसले गर्दाखेरि आफ्नै राजनीतिक दलमा पनि विश्वास नहुने, एक दलले अर्को दललाई खिचातानी गर्न खोज्ने, यसका कारण राजनीतिक अस्थिरता भएको हामी थाहा पाउन सक्छौँ। यो चाहिँ हामीले पुष्टि गर भन्दाखेरि के लेख्नुपर्ने यो कुरा भयो। अब अर्को छ, हामी चाहिँ राजनीतिक यस्तो अस्थिरता हुनुको कारण के हुनसक्छ त? अब म हजुरलाई त्यो कारणहरू बताउनु गइरहेको छु। सर्वप्रथम यो कारण के हुनसक्छ भन्दाखेरि अब राजाको महत्त्वाकांक्षा, राजाले धेरैचोटि कु गरेर सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिन खोज्नु, यो एउटा कारण भयो। त्यसपछि अब हामीले चाहिँ 3वटा कुरालाई यसरी ध्यान दिनुपर्छ क्या। आफ्नै दलबीचको आन्तरिक मतभेद, यो एउटा कारण भयो। त्यसपछि विभिन्न दलहरू बीचको खिचातानी, यो अर्को कुरा भयो। अनि अर्को चाहिँ राणा र दलहरू बीचको विभेद, यो चाहिँ 3टा कारण चाहिँ हामीले यसरी लेख्न सक्छौँ। अनि अर्को चाहिँ नौलो शासन व्यवस्था, किनभने प्रजातन्त्र पहिलोपटक भित्रेको थियो। अनि असक्षम नेतृत्व, किनभने त अब त्यो शासन व्यवस्थालाई टिकाउ स्थापित गर्नको लागि त एउटा सक्षम नेतृत्व चाहियो, त्यही भएर असक्षम नेतृत्व थियो। यसै कारण चाहिँ यो राजनीतिक अस्थिरता रहिरह्यो। अनि त्यसपछि हामीले अन्य कुरा के भन्न सक्छौँ भन्दाखेरि पटक पटक आन्दोलन हुनु, यो पनि एउटा कारण हो। गृहयुद्ध भइरहनु, यो पनि हाम्रो राजनीतिक अस्थिरताको कारण हो। त्यसपछि अनि जनताहरूले शासन र सरकारबाट सुव्यवस्था, सुशासन भएको अनुभूति नगर्नु, यो अर्को कारण हुन्छ। यसरी चाहिँ हामीले यो 2टा क्वेसनहरू गर्न सक्छौँ। धन्यवाद।